एउटा इन्डियामा चाहिँ एउटा अचम्मकै घटना घटेछ। 2015 मा चाहिँ एउटा मुस्कान भन्ने केटी र सौरभ भन्ने केटाको बिहे भएछ हैन। उनीहरूले पनि 1 वर्ष चाहिँ लभ म्यारिज गरेका रहेछन्। श्रीमती मेरठमै एउटा घरमा छोरीसँग भाडामा बस्ने रहेछ। छोरी चाहिँ 2 कक्षामा पढ्ने भनेपछि अलि ठुलै भइसकेको। श्रीमान चाहिँ पानी जहाजमा अब लामो समयसम्म काम गर्ने। भाडामा बस्ने क्रममा चाहिँ श्रीमतीको एकजना साहिल भन्ने सँग चिन्जान हुने रहेछ। साहिलसँग चिन्जान भएर बिस्तारै अब प्रेम सम्बन्धमा लभ पर्दै जाने रहेछ। 25 फेब्रुअरी 2025 मा चाहिँ मुस्कानको जन्मदिन रहेछ। जन्मदिन मनाउनलाई प्रेमी पनि कोठामा आएको रहेछ। अब उनीहरूले रमाइलो गरेर जन्मदिन त मनाए, त्यसमा एउटा योजना के बनायो भने अब श्रीमानलाई बोलाएर श्रीमानको हत्या गर्ने अनि हाम्रो प्रेम सफल हुन्छ भन्ने त्यही योजनाको क्रममा मार्च 4 तारिकमा चाहिँ श्रीमान घरमा आएछन् हैन। घरमा आएर सुतिरहेको बेलामा प्रेमीलाई पनि अब उसले घरमा बोलाएछिन्। बोलाएर श्रीमानलाई चक्कुले हानेर 2 जना भएर श्रीमानलाई मारेछन्। मारेर एउटा ड्रम किनेर लिएर आएछन्, ठुलो ड्रम। त्यसमा अब सबको टुक्रा पारेर राखेछन् अनि माथिबाट सिमेन्ट हालेर राखिदिएछन् हैन। आफ्नो छिमेकीहरूलाई अब बुढासँग म अब मनाली घुम्न जाँदैछु भनेर सबैलाई खबर गरेको रहेछ। त्यसरी आफ्नो प्रेमी साहिलसँग हनीमुन मनाउनको लागि मनाली गएछन् हैन। अनि यो कुराहरू चाहिँ अब कसैलाई पनि जानकारी गराएको रहेनछ। उसले सिर्फ आफ्नो आमालाई चाहिँ यो कुराको जानकारी गराएर मैले चाहिँ मेरो श्रीमानलाई म र मेरो प्रेमी मिलेर चाहिँ हामीले हत्या गऱ्यौँ भनेर सुनाएको रहेछ। छोरीको करतुत भयो नि आमाले प्रहरी चौकीमा चाहिँ सबै कुराहरू बताएछ। यो सबै घटनाक्रम युपी जिल्लाको मेरठ स्टेसनको एसपी सिंहले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन्।